डबल फरक गरे त्यहाँनिर छ गाडी यही नै कस्तोमा गाह्रो मानेर यसले चल्न पिकअपै टुटियो पिकअपै छैन त्यो ब्याक गर्नै पर्छ एकचोटि फेरि यसमा त पिकअप पुगेन पिकअप नपुगेर यो भएर पनि यो भइरहेको क्या हेलो मलाई यार पछाडिबाट अलिअलि गर्दै अब चाहिँ पुग्दैन भने हिजो भर्खर बनाएर आयो भने त्यही भएर हो क्या यहाँ हाम्रो बसे छौँ है तान्न लाउ टुक्का छैन अवरुद्ध छ अहिले बाटो पानी पर्ला जस्तो गरेछ पानी पऱ्यो भने झन् उतापट्टि त पुरै ग्राभेल बगाउँदो रहेछ पुरै अवरुद्ध रहेछ है बाटो